Mangku itu sakti li jundinani paan atau mad pa siada kanggo ani henji mangjo long ya akepa tajeng singaje thibong ya thung sawe hangsa ke rajuraru thihup ke bokhene gero ini tu aba nambe thihup ke bokhene gero na isikrung ba namdaru भनेछ गम्भीर छ यो साह्रै गम्भीर कुरा भएन त अर्काको आमा त एकछिन मात्रै आमा हो राम्रो हुँदैन बिताउँछ आफ्नो आमा गढा भए पनि मुटुबाट जन्मेको आमा हो त्यो आमाले प्यारो गर्छ क्या हाम्रो संस्कार विधि कसरी सोचिन्छ अखरा सुधारमा अत्यन्त कालो आमा भेगमा एन्चे हुसिङ हो त्यो कुरा सिक्नुपर्छ तपाईहरुसँग यो कुरा पनि भन्छु म यस्तो ठाउँमा यो ठाउँमा स्थापना भएको छु यो ठाउँ मेरो कर्मभूमि बनाएको छु र अहिले आएर धेरै त्यसको परिवर्तन छ त्यो परिवर्तन भएको ठाउँमा लक्षिने बास थोक्दै छ उदामेको लास पनि त त्यस्तो हुन्छ त्यसले गर्दाखेरि तपाईहरुले यो कुराहरू सम्झिनु अब भन्ने आयो अनि पहिलामा लक्षण बसेको हुन्छ त्यो लक्षणले गर्दाखेरि हामी यो थलोमा पुगेका छौँ तपाईहरुले यसरी शिक्षा दिनु भइराखेका छु यो पनि एउटा मुक्ति हो आत्माको मुक्ति ज्ञानको मुक्ति भन्छ त्यो मुक्तिको बाटो भनेर भन्छु म अनि धर्मको बारेमा एउटा कुरा के भन्छु भने एउटा कुरा तपाईले सुनाउँछु है अर्काको आमा जस्तो सुकै राम्रो भए पनि आफ्नो आमा गढा होस् गाडा निस्केको होस् तर आफ्नो आमा नै राम्रो हुन्छ अर्काको आमा त एकछिन मात्रै आमा हो राम्रो हुँदैन बिताउँछ त्यो कुरा तपाईले बुझ्नु होइन तपाईहरु यो धर्म पक्रिनु भएको छ यो धर्म पक्रे ऊ क्रिस्चियनमा ऊ कम्युनिस्ट ऊ त केमा लाग्नु हुँदैन आफ्नो आमा गढा भए पनि बोल्नु नसक्ने भए पनि अब आफ्नो आमा भनेको मुटुबाट जन्मेको आमा हो त्यो आमाले प्यारो गर्छ क्या न्यानो काख दिन्छ अर्काको आमा जतिकै राम्रो छ त्यो प्यारो न्यानो काख आउँदैन तपाईले यो कुरा पनि बुझ्नु त्यसले गर्दाखेरि आफ्नो धर्म छोडेर अर्काको धर्ममा नलाग्नु र अर्काको बाटोमा नजान्नु आफ्नो बाटै हाम्रो प्रशस्त मात्र मार्ग पारदर्शी छ आफ्नो बाटो पछ्याएर हिँड्नु अत्यन्तै राम्रो यो कुरा पनि तपाईले बुझिराख्नु भोलि तपाईले फकाउन आउँछ ए क्रिस्चियन धर्म क्रिस्चियनले त पैसा दिन्छ हामीले त यो गरिदिन्छ ऊ डाक्टरमा लान्छ उसको हस्पिटल छ दबाई पानी दिन्छ तपाईले प्रलोभनमा फसाउँछ नफसिनु प्रलोभन देखाएर तपाईहरु अबाटोतिर जंगलतिर भिरतिर लगाइ पठाउँछ पितिन्दै नै सोरीका हाँस्याउँसी नम्बर याक्पै इमथेमा जस्तो पठाइदिन्छ क्या त्यसले गर्दाखेरि यो कुरा पनि तपाईले गहिरो गम्भीर सोच्नु यो भन्छु है तपाईहरुले र आफ्नो धर्म आफ्नो आमा नछोड्नु आफ्नो आमा भनेको आफ्नो आमा हो उसको पेटबाट उसको मुटुबाट जन्मेका छौँ त्यो मुटुबाट जन्मेपछि मुटु जस्तै उसले माया गर्छ उसले प्रेम राख्छ उसले माया भाव दिन्छ उसले न्यानो दिन्छ एउटा यो कुरा पनि मैले यसको साथमा भने है तपाईहरुले सुनाएँ राम्रो सुन्नु बुझ्नुमा छ है कुरा चाहिँ मैले हामीले भन्दै जाँदाखेरि धेरै कुराहरू छन् कुराहरू गहिरो छन् एउटा कुरा भन्छु र तुम्याहाङहरू पनि छ तुम्याहाङमा काम गरौँ भन्नेहरू पनि बसिरहेको छ तपाईँहरू महागुरुले के भन्नुभएको छ मुख्य कुरा
तपाईँहरूले थाहा पाउनुपर्छ। मुख्य कुरा के भन्नु, सायाङ किराँतहरूको अलिकति तिमीहरूको भाग चाहिँ धुवासो परेर बसिया छ, मिक्सी थोक्थ्यौँ बल्ल धो नि सक्थे ताँदी 4 भाषामा दाङ नुहारन गेम्छु भनेको छ। बुझ्नुभयो त? त्यो बुझ्नुपर्छ। 4 भाषामा दाङ त्यति बेला 4 भाषा भनेर अहिले विश्व संयुक्त राष्ट्र सङ्घ के भन्छ नि, यस्तै हो 4 भाषा भनेको। 4 भाषामा दाङ नुहारन गेमजुगी यिनी माल पाव सिंगी राख्ती भनेको छ। यो भनेको अत्यन्तै गहिरो छ, साह्रै गहिरो छ, साँच्चै नै गहिरो छ। जुन दिन अनि पान आदो माल पा अस्यादा कंगो अनि हिन्जी मंगजो लोङ हांगजो लोङे आकेपा ताजिङ सिंगा छ हेम्पू ini loktik misi thoktam ba तर 4 भाषामा दाङ आफै नुहारन गेम्छु। त्यस कारणले यो गम्भीर कुराहरूलाई आत्मसात गर्नुपर्छ। साह्रै गम्भीर कुरा छ। अत्यन्तै गम्भीर कुरा छ यो। र यी कुराहरूलाई पनि हामी बुझ्नु कोसिस गरौँ, बुझौँ। यो त साह्रै गहिरो कुरा छ। एकले छ भान्चेको थिबोङ याथुङ सावे हांसा केरा छोरारो थिहुप के बोखने गर एनी तो अब नामले थिहुप के बोखिने गर ना सिक्रङमा नामधारो भनेको छ। गम्भीर छ यो, साह्रै गम्भीर कुरा भएन त। यसले गर्दाखेरि यो तपाईँहरूले बुझ्नु, यसमा तपाईँहरू गहिरिनु, यो के भन्नु खोजा हो र हामीले के पाउनु पर्नेछ। लक्ष्मीको वारे छ नि, लक्ष्मीको वारे छ नि, लक्ष्मीको वा अब चिन्नु पर्यो, तपाईँहरूले बुझ्नु पर्यो। र महागुरुले पनि तपाईँ हामीले यो निर्देशन दिइराख्नु भएको छ। त्यसले गर्दाखेरि यसप्रति पनि गहिरो अध्ययन गरौँ, तपाईँलाई साह्रै गम्भीर अध्ययन गरौँ। म तपाईँले यो कुरालाई आदर म गर्छु र तपाईँहरूले यति बस्नु भएको छ। यसले गर्दाखेरि यस्तो गहिरो गम्भीर कुराहरू छ। अनि 4 भाषाहरू सोध्छ है भनेको छ। भोलि संयुक्त राष्ट्र सङ्घलाई हामीलाई सोध्ने दिन आउँछ। सोध्छ, यही धर्म विषय नै सोध्छ, हाम्रो अधिकार विषय पनि सोध्छ, धेरै कुरा सोध्छ। त्यति बेला हामी तयारी हालतमा रहनुपर्छ। यो खालको जवाब दिने, यो खालको उत्तर जवाब गर्ने भनेर हामी तयारी हालतमा हुनुपर्छ। सिएम लब्लो ल्याङ्ग एकखेप त सोध्ने दिन आउँछ, सोध्छन् भए। यसले गर्दाखेरि तपाईँहरू अग्रिम जानकारी दिएको अनि लकिन मिसी थोक्थ्यौँ भयो, हाम्रो भाग धुवासो परेको छ। यो प्राप्त हुन्छ, यो प्राप्त हुँदा 4 वर्ष आएर निवारण गरिदिन्छ। अनि मात्रै पासँग भेट हुँदाखेरि हाम्रो भाग्य स्थापना हुन्छ, हाम्रो भाग्य स्थापना हुन्छ। यसको लागि हामी पूर्व तयारी हुनुपर्छ। कुरो त यो हो नि। हे भने भनेदेखि अब सोचे पनि जो के अब जो ठाङ ढुङ ढुङ कुर्दै हिँड्यो नाच्यो उफ्रियो त्यतिमै
हाम्रो टाइम पास भइराखेको छ। यसले गर्दाखेरि यस्तो गम्भीर कुराहरू छ। सबैको एउटा मुख भयो भने, सबै यहाँ किराँत स्वरको मुख एउटा भयो भने, एक भयो भने तपाईँहरूको निन्द्रामा घाम झल्किन्छ। एक भएन भने तिमीहरूको पिठ्यौमा घाम अस्ताउँछ है। यो त सानोतिनो कुरो होइन नि। यो त यसलाई गम्भीर मनन गर्नुपर्छ, गम्भीर तरिकाले चिन्तन गर्नुपर्छ। तपाईँहरूसँगै अनुरोध म चाहन्छु। र हामी मैले सम्झेको चाहिँ के भने थोरै समाज र पवित्र समाज बनाउने सोचेको छु। थोरै समाज पनि पवित्र समाज बनाउने, त्यही थोरै समाजले भोलि गएर ठुलो समाज बनाउँछ। यी कुरा परिकल्पना गरेको छु। र मैले के सोचेँ भन्दाखेरि हामी स्थलबाट यो भनेको थलो सरकारले पनि नदेखेको, समाजले पनि नदेखेको, धर्मले नदेखेको थलो हो। यी थलोबाट अन्धेरो ठाउँबाट चाहिँ समाज सुधार गर्दै गर्दै ठुलो बनाएर जाने हाम्रो लक्ष्य थियो। अनि यो लक्ष्य अहिले आएर यो लक्ष्य पुरा भएको छ। अहिले आएर यो लक्ष्य पुरा हो। मैले कल्पना गरेको कुराहरू धेरै पुरा भयो। यसले गर्दाखेरि अब हामी ठुलो समाज बन्न जान्छौँ। अहिले समाज सानो छ, भोलि यो ठुलो बनेर जान्छ। यही तरिकाले अगाडि बढ्नुपर्छ। र हाम्रो भाग्यको कुरामा चाहिँ मैले तपाईँहरूले भनिहालेँ। अनि मिसी थोक्थ्यौँ भयो, मिसी थोक भन्नाले ल अरे नराजोगमा लागि अहिलेको संयुक्त राष्ट्रसङ्घ त्यति बेलाको 4 वर्ष आएर यो अनुहारण गर्ने दिन आउँछ र हामीलाई सोध्ने दिन पनि आउँछ। त्यति बेला चाहिँ सबै कुरा मिलाएर भन्नुपर्छ। अनि अब कि हाम्रो अस्तित्वहरू, किराँत धर्मको अस्तित्व, राजनीति अस्तित्व, सामाजिक अस्तित्व, यी सबै स्थापित हुन्छ। त्यस्तो छ। त्यसले गर्दाखेरि यो कुरा चाहिँ तपाईँहरूले आज सुनेको है। आज त मैले सुनाइरहेको तपाईँहरूले र यो छ। अनि हामीमा, तपाईँ हामीमा बाँच्नु भएन, जुट्नु भएन, एकताको सूत्र बाँधेर जानुपर्छ। एकताको सूत्र, किराँतहरू कतिजना किराँत पर्छ, तिनीहरू सबै एकताको सूत्रमा बाँधेर जानुपर्छ। यो बाँधिन्छ पनि यो सफलमै प्राप्त हुन्छ। यसले बोल्दै भन्न जम्मा आयौँ। मैले तपाईँहरूले मुख्य ज्ञानको एउटा बिन्दुहरू, ज्ञानको मुटुहरू मैले भनिसकेको छु। र अहिले आएर हामी अब यो ठाउँमा म बस्दाखेरि मेरो पछाडिका साथीभाइ इष्टमित्रले के भन्थे बाला गुरुङको यो लासपिर हो भन्थे, हल्ला गर्थे, दुनियाँ गर्थे। माङको कृपाले, माङको एउटा शक्तिले यहाँ यो थलोमा पार्टीका ठुला नेताहरू, राजका ठुला राजनेताहरू सबैहरू मसँग भेटेर गए। अलिक त्यो भन्नु पनि छोडे, सबै अलमली राखेका छन्। र हामी निकै माथि उक्सिसकेका छौँ, माथि निस्किसकेका छौँ। यो कुरालाई हामीले राम्रो किसिमले मर्मत गरेर लानुपर्छ र हामी विकास गरेर जानुपर्छ। र हामी दार्जिलिङ, सिक्किम, आसामदेखि लगेर बर्मादेखि लगेर मान्छेहरू सबै एकत्रित भइराखेका छौँ। उनीहरूको आत्मा यहाँ पुगिराखेका छौँ। यस्तो थलो बनाउनुमा पनि हामी सफल भएको नै ठानेका छौँ। धेरै सफल भएको अनुमान भएको छ। दार्जिलिङमा नै केवा
अब महागुरुले पनि जोड नदिया हो, जोड नदिएको होइन, जोड दिएकै हो। र महागुरुले यो ठाउँमा टेकेकै हो, हिँडेकै हो, बोलेकै हो, यहाँको मान्छेहरू सम्झाएकै हो। बुझ्नेले बुझे, नबुझ्नेले बुझेनन्।